चेन्नई सुपर किङ्स महेन्द्र सिंह धोनीको टिम थालाको टिम 5 टाइम आइपिएल च्याम्पियन मोस्ट सक्सेसफुल टिम इन आइपिएल को हिस्टोरीमा लास्ट इयर सीएसके को पर्फर्मेन्स हेर्नुहुन्छ भने उनीहरू पार्टिसिपेटको लागि मात्र आएका थिए। ब्याटिङ चलेको बेला बलिङ चल्दैन, बलिङ चलेको बेला ब्याटिङ चल्दैन। त्यो वाला पर्फर्मेन्स सीएसके ले अहिलेसम्मको आइपिएल को हिस्टोरीमा गरेको थिएन होला। त्यस्तो जोर पर्फर्मेन्स गरेको थियो। तर यो पाली भने सीएसके ले केही नयाँ गर्ने उद्देश्यले दुईवटा अनक्याप इन्डियन एक्सपेन्सिभ प्लेयर लिएको छ, प्रशान्त वीर र कार्तिक शर्मा। तर ती दुई प्लेयरहरू चाहिँ फ्युचरको इन्भेस्ट भन्छु म चाहिँ सीएसके को। ल अब सीएसके को फुल स्क्वाड हेर्नु त कस्तो देखिरहेको छ। ओ माई गुडनेस, हामीसँग ओपनिङमा ऋतुराज गायकवाड, आयुष मात्रे, नम्बर 3 मा सञ्जु सैमसन। यो चाहिँ एकदमै बेस्ट ट्रेड थियो है यो आइपिएल को हिस्टोरीको। सञ्जु सैमसन चेन्नईमा आउनु भनेको त्यो चेन्नईको लागि सुरेश रायना पछि बल्ल चेन्नईले एउटा न्याय पाएको छ। 3 नम्बरको प्लेयर सञ्जु सैमसन एकदमै बेस्ट प्लेयर। सो त्यसपछि चाहिँ हामीसँग एबी बेबी ब्रेभियस अनि शिवम दुबे अनि थाला। ओ माई गड, ब्याटिङ हेर्नुस्, ओभरअल हेर्दा फेरि यो टिम एकदमै देखेको छ। तर अब पर्फर्मेन्सले डिपेन्ड गर्नेछ कि यो टिम प्लेअफमा जान्छ कि नै। सो के लाग्छ तपाईलाई, यो पाली सीएसके को टिम प्लेअफमा जान सक्छ त? सो 10 मा चाहिँ तपाईहरु कति नम्बर दिन चाहनुहुन्छ? म चाहिँ 10 मा यो पाली सीएसके को टिमलाई हेर्दा फेरि सो मिलाएर ट्याक्क लाएर 8 नम्बर। किन भन्दा फेरि अनएक्सपिरियन्स प्लेयरहरू छ, यंगस्टर प्लेयरहरू छ, त्यति त्यो अलि इन्डियन ब्याटिङ लाइनअप पनि छैन। स्पेशली भन्नुपर्दा चाहिँ इन्टरनेसनल प्लेयरहरू है त। सो त्यसको हिसाबले पनि 8 पोइन्ट चाहिँ एकदमै राम्रो। 10 मा चाहिँ 8 नम्बर सीएसके को लागि यो पाली। सो थ्यांक यू सो मच फर वाचिङ सबैजनालाई।